ओम अम्बे अम्बिके अम्बालिके नमः नैतिकसन ससत्य सुखः सुभद्रिकां काम्पिलवासिन्नगम गुं। ओम दुर्गा देव्यै नमः। हामीले अगाडिको भिडियोमा वेदाङ्गको बारेमा अलिकति चर्चा गऱ्यौँ र त्यसै अन्तर्गत वेदको एउटा अङ्ग ज्योतिषको बारेमा पनि थोरै चर्चा गऱ्यौँ। अब यो भिडियोमा थोरै हाम्रो हिन्दू पात्रोको बारेमा थोरै चर्चा गर्न गइरहेको छु। हाम्रो हिन्दू पात्रोलाई पञ्चाङ्ग भन्ने गरिन्छ। हामीले मान्ने पात्रोहरूमा विक्रम सम्वत, शक सम्वत, नेपाल सम्वत इत्यादिहरू रहेका छन्। अन्य सम्वतहरू पनि छन्, धेरै सम्वतहरू छन्। अब हामीले अहिले हाम्रा मुख्य चाडपर्वहरू विक्रम सम्वतको आधारमा मानिरहेका छौँ। क्रिस्चियनहरूको इसाई सम्वत पनि हुन्छ। हाम्रो नेपाल हिन्दू राष्ट्र हो। यहाँ चाहिँ नि विक्रम सम्वत अनुसार हामीले हाम्रा चाडपर्वहरू शुभ कार्यहरू निर्धारण गरेका हुन्छौँ र हाम्रो पात्रोलाई चाहिँ नि पञ्चाङ्ग भनिन्छ। पञ्चाङ्ग किन भनियो भन्दाखेरि 5वटा अङ्ग हुने भएको हुनाले पञ्चाङ्ग भनेर बताइएको हो। यो पात्रका 5वटा अङ्गहरू के हुन् भन्दाखेरि तिथि, नक्षत्र, योग, बार, करण, यी 5वटाको समूहलाई पञ्चाङ्ग भनिन्छ। यिनीहरू सबै मिलाएर हाम्रा चाडपर्वहरू र शुभ कार्यहरूको साइत निकाल्ने गरिन्छ। अब त्यसै कारणबाट हाम्रो हिन्दू पात्रोलाई चाहिँ पञ्चाङ्ग भनेर भनिएको हो। जस्तो इसाईको पात्रमा आज डिसेम्बर 20 तारिक भनेपछि 20, 21, 22, 23 तारिक, 24 तारिक भनेपछि सिद्धियो। त्यहाँ नक्षत्र, तिथि, बार, योग, करण इत्यादिहरू केहीको पनि गणना हुँदैन अथवा त्यो हुँदैन। अब जस्तो भारतमा पनि इसाई पात्रोलाई चाहिँ नि मान्यता दिएको छ सरकारी कामकाजमा। किन दिएको छ भन्दाखेरि उनीहरूको के छ तर्क यसमा भन्दाखेरि हाम्रो हिन्दू पात्रमा अब महिना हुन्छ, गते हुन्छ, तिथि, बार, योग, करण, नक्षत्र, राशि इत्यादिहरू धेरै हुन्छ, धेरै झमेला हुन्छ। त्यसै कारणबाट इसाईको पात्र मान्यो भनेदेखि चाहिँ त अब महिना हुन्छ, गते हुन्छ, त्यति, अरू हजारवटा कुरा मान्नै परेन भनेर सजिलोको लागि त्यो मानिएको भन्ने तर्क गरेका छन्। अब जस्तो हामीले भनौँ पहिला सुरुमा मोबाइलै आउँदाखेरि के थियो भन्दाखेरि नोकियाको चाहिँ नि त्यो अङ्क थिच्ने मोबाइल थियो। त्यो अङ्क थिच्ने मोबाइल, त्यसमा के छ भन्दाखेरि त्यो अङ्क 1देखिबाट 9सम्म अङ्क थिच्न जानेपछि त्यहाँभन्दा बढी जान्नु परेन। अब अहिले चाहिँ नि के छ, यो स्क्रिन टच मोबाइलहरू आयो। यसमा चाहिँ नि के छ, धेरै फङ्सनहरू छ। धेरै फङ्सन भएको चाहिँ नि अब अप्ठ्यारो हुन्छ, गाह्रो हुन्छ, अव्यवहारिक हुन्छ भन्ने हो भनेदेखि अब सबैले चाहिँ नि स्क्रिन टच मोबाइल छोडेर चाहिँ नि किटकिटे मोबाइल लिनु पऱ्यो। अब त्यस्तै हो इसाईको पात्रो र हिन्दू पात्रो पनि त्यस्तै हो। इसाईको पात्रो हाम्रो लागि किटकिटे मोबाइल हो भनेदेखि चाहिँ नि हाम्रो पञ्चाङ्ग भनेको चाहिँ नि स्क्रिन टच मोबाइल जस्तै हो। यसमा धेरै फङ्सनहरू हुन्छन्। हाम्रा प्राचीन आचार्य ऋषिमुनिहरूले अध्ययन गरेर तिनीहरूको मानव जीवनमा प्रत्यक्ष प्रभाव पर्ने भएको हुनाले चाहिँ नि तिनीहरूलाई हिसाबमा ल्याउनु भएको हो। तिनीहरूको मतलबै नहुने भने त हिसाबमा आउँदैन थियो। त्यसै कारणबाट जो हाम्रो जीवनमा तिनीहरूको महत्त्व छ भनेदेखि हामीले के गर्छ, तिनीहरूलाई मान्नु पनि पर्दछ। र एकजना व्यक्तिले चाहिँ नि आज एकजना व्यक्ति जन्मियो, यसैको अनुसार चाहिँ नि ल पात्रो चलाउने भनेर चाहिँ नि हाम्रो हिन्दू पात्रो चलेको हुँदैन। यो चाहिँ नि पहिला धेरै ऋषिमुनिहरूले चाहिँ नि तपस्या गरेर अध्ययन गरेर यो पञ्चाङ्गको चाहिँ नि निर्माण गर्नुभएको हो। ती आचार्यहरूको बारेमा पनि म यहाँ थोरै नाम बताउन चाहन्छु। हाम्रो पूर्वीय दर्शन अथवा चाहिँ नि ज्योतिष शास्त्रका चाहिँ नि
मुख्य आचार्यहरू भनौँ न। ज्योतिषशास्त्र भनेपछि यसको धेरै ठुलो विधा छ। पञ्चाङ्ग चाहिँ नि त्यसको एउटा अंश हो। ती मुख्य आचार्यहरूको बारेमा म यहाँ बताउँछु। सूर्य, पितामहो व्यासो, वशिष्ठो, अत्रि, पराशर, काश्यपो, नारदो, गर्गो, मरीचि, मनु, अंगिरा, लोमस, पौलिशः चैव, चेवनो, एवनो, भृगु, शौनको, अष्टादशैच्यते ज्योतिषशास्त्र प्रवर्तका भनेर काश्यप संहितामा बताइएको छ। यसको अर्थ हुन त यहाँ बुझिने नै छ, त्यही पनि अर्थ पनि म बताउँछु कि मुख्य आचार्यहरू, ज्योतिषशास्त्र प्रवर्तक मुख्य आचार्यहरू को हुनुहुन्छ भन्दाखेरि सूर्य, ब्रह्मा, व्यास, वशिष्ठ, अत्रि, पराशर, काश्यप, नारद, गर्ग, मरीचि, मनु, अंगिरा, लोमस, पोलिस, चेवन, एवन अर्थात् मय, भृगु, शौनक यी ज्योतिषशास्त्रका 18 आचार्यहरू मुख्य आचार्यहरू हुन् र अन्य मतहरू पनि छन्। अब अहिले कलियुगमा मुख्य ज्योतिषशास्त्रमा फलित पनि, गणितमा पनि, सिद्धान्तमा पनि अब पराशर ऋषिको चाहिँ मुख्य योगदानहरू रहेको छ। फलितमा हामीले उहाँको सिद्धान्तलाई मुख्य मानेर त्यसै अनुसार चाहिँ फलादेशहरू इत्यादिहरू गर्ने गरेका हुन्छौँ र अन्य आचार्यहरू पनि हुनुहुन्छ। यी आचार्यहरूले चाहिँ नि अब सत्ययुगदेखिबाट हाम्रो के छ भन्दाखेरि चाहिँ नि अब ज्योतिषशास्त्रको चाहिँ नि विभिन्न सिद्धान्त ज्योतिष, अब फलित ज्योतिष लगायत ज्योतिष सम्बन्धी अन्य होराशास्त्र, स्कन्दशास्त्र सबैको चाहिँ उहाँहरूले चाहिँ नि के गर्नुभएको छ भन्दाखेरि वर्णन गर्नुभएको छ। उहाँहरू मुख्य आचार्यहरू हुनुहुन्छ। हाम्रो हिन्दू धर्म अनुसार चाहिँ नि अथवा वेदका 6 अङ्गहरूमध्ये ज्योतिषशास्त्रको बारेमा चाहिँ नि जो अध्ययन गर्नुभएको छ, त्यसको प्रचार गर्नुभएको छ मुख्य आचार्यहरू उहाँ हुनुहुन्छ र उहाँहरूको मतलाई चाहिँ नि हामीले आधार मानेर नै हामीले यो ज्योतिषशास्त्रको चाहिँ नि अध्ययन गरेका हुन्छौँ र पञ्चाङ्ग भनेको पनि त्यही अन्तर्गतको एउटा भाग हो। र ओम आजलाई मैले यति भने। हरिओम तत्सत। ओम शान्ति शान्ति शान्ति।